ल अब हाम्रो चाहिँ झापाको यात्रा सुरु हुन लागेको छ। ऊ छोरा ऊ त्यहाँ ब्याग बोकेर अनि अनुष्का छोरी उता छिन्। के गर्दैछ छोरी? छिटो गरेर ढिला हुन्छ हौ दिदी बिचारा। यहाँ अब हामीलाई बिदा गरेर मात्रै खाना खाने भनेर खाना खाइसकेको छैन। 1 बजीको बस हो। यहाँ नै भारी छोरी ल ल एटेची ल्याऊ। 2टा एटेची छोरीको, एउटा त मेरो। हेलो हामी निस्केको। भिनाजु रिक्सा आयो? ल रिक्सा आयो। अब हामी रिक्सामा जान्छौँ। ल रिक्सावाला भाइ आइसक्नु भएको छ। यस्तो नहुन हौ, टाढाको बाटो। छोराहरू भए छोरी यता बुहारीहरू सबै एउटा एउटा सामान बोकेर ल अब राम्रोसँग जाने। ल ल अब जानु लाग्छौँ, रिक्सा चढ्नु लाग्छौँ। ल अब हामी जानु लाग्छौँ झापा। सबैलाई बाई बाई। ल है त। ल कल्पु दिदी अनि अङ्किता ठुलो छोरा अनि त्यही त कान्छो ए माइलो 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 भिनाजु यहाँ मिलाउँदै होइसिन्छ। ल अब ल रोशन छोरा, ल माइलो छोरा आइज। ल हात मिलाउँदैछ त यो त। ल है त। ल बाई बाई। ल ढिला भइसक्यो। ल हजुर हजुर बसले छोड्ला के? छोड्दैन लिएर जान्छ। कहाँ त्यसरी छोड्छ? ल भिनाजु कराउँदै होइसिन्छ। ल गयौँ है त। ल अब हाम्रो गाडीको चाहिँ नाम यही जगत माता रहेछ। रुद्राक्ष भनेको त जगत मातामा परियो। छोरी चढिसकेको छन् गाडीमा। सोफा सेट भनेको हामीले खास त अगाडिको सिट भनेको थियौँ। सिट नम्बर सिट यहाँ रहेछ। रुद्राक्ष भनेको जगत माता अरे गाडीको नाम। अब हामी हिँड्न लागेको छौँ। बाई बाई। अब भेटौँला झापातिर।